फूड लभरहरुको लागि छोटो सिम्पल तर सुपर फ्लेभरफुल ब्लग। इफ यु आर फूड लभर यो भिडियो स्किप नगरी पुरा हेर्नु होला, तपाईहरुलाई धेरै मजा आउँछ। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। आई होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। आजको भिडियो चाहिँ अलि स्पेशल छ किनकि आज म 3वटा स्वाद लिएर आएको छु। करेन्ट चौचो, मोमो र चिकन रोस्ट। सुरु गर्दैछु मेरो अल टाइम फेभरेट करेन्ट चौचोबाट। यो हेर्नुस् त, कलर टेक्सचर सबै मिलेको खाना देख्दा नै मन रमाइदिन्छ हैन र? सबै रेडी भइसक्यो, हेर्न सक्नुहुन्छ हजुरहरुले। ओके, अब टेस्ट गर्छु है। सिम्पल सस्तो तर एकदम सेटिस्फाइङ फुड। क्यामेराले पनि यसको ब्युटी जस्टिस गर्न सकेको छैन। यदि तपाईहरुलाई क्विक, टेस्टी अनि बजेट फ्रेन्डली फुड मन पर्छ भने यो एकचोटी ट्राई गर्नै पर्छ। जति खादै गयो फ्लेभर अझै खुल्दै जान्छ। नट टु स्पाइसी, नट टु प्लेन, जस्ट द राइट किक। प्लेट, टेस्ट, स्मेल एभ्रिथिङ अन पोइन्ट। इफ यु लभ गुड फुड यो मिस नगर्नु होला। यति धेरै मिठो भएको थियो कि मैले अब तपाईहरुलाई कसरी भन्नु कति मिठो भएको छ भनेर। जति खादै गए झन् मिठो मिठो हुँदै जान्छ। सायद धेरै भोक लागेको भएर पनि होला। तपाईहरुलाई मेरो डेली ब्लग मन पर्छ कि फुड ब्लग मन पर्छ कमेन्टमा भनिदिनु होला। म त्यस्तै टाइपको भिडियो लिएर आउने कोसिस गर्दै जान्छु। अलराइट गाइज, आजको मिनी ब्लग चाहिँ यति नै। लाइक, शेयर अनि कमेन्ट गर्न नभुल्नु होला। भेटौँला अर्को भिडियोमा। अहिलेको लागि बाई बाई गाइज।